हेलो गुड मर्निङ। आज चाहिँ म यहाँ माइजहरूकोबाट दुध लगेर जाँदैछु है। अन्त यहाँ चाहिँ होमस्टे छ है साथीहरू। होमस्टेमा तपाईँहरू के भन्छ बस्न आउनुहुन्छ भने चाहिँ आउनु सक्नुहुनेछ है। एकदम प्योर भेजिटेरियन हुनुहुन्छ माइजहरू चाहिँ। एकदमै पिच एरिया छ हो। यहाँ माथि चाहिँ हाम्रो घर छ हो। अन्त हेर्नु चाहिँ मकै बारीहरू अर्ग्यानिक खानु पाउनुहुनेछ। अहिले फेरि दुध लिएर आउँदाखेरिको यत्रो हिँड्दा त मेरो मर्निङ वाक कति हुन्छ। यो चाहिँ मेरो घर जाने बाटो हो। घरको अगाडि हेर्नु चाहिँ मैले सिमीहरू रोपेको छु है। अब फल्ने बेला हुनु लाग्यो। मेरो घर चाहिँ कम्प्लिट भइसकेको छैन नि त। अन्त बनाउँदैछौँ भर्खर धेरै टाइम लागिसक्यो बनाउँदा। अन्त यस्तै छ अगाडि प्लान्टहरू जस्तो भएको छ। बस्तीको घर हो है साथीहरू। यस्तै छ है, फुलहरू फुलेको छ। घरको काम सक्यो। अब चाहिँ यहाँ हेर्नुहोस् डोको बोकेर म कहाँ आएको छु भन्दा है मकै बारीमा हो। बस्तीको घर हेर्नुहोस् है कस्तो दामी छ है। भ्यू पोइन्ट हेर्नुहोस्। आजको दिनहरू यस्तो भएको छ। यी बाबाले चाहिँ घाँस काटेर थुपारिदिइसक्नु भएछ। अब हालेर चाहिँ यहाँ हालिदिनु छ हो। हाम्रो लौका चाहिँ यसरी फलेको छ हो। लौका पुरा फलेको छ यहाँनिर। कस्तो पिच एरिया छ है हाम्रोतिर। यहाँ हेर्नु चाहिँ तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ। मैले होमस्टेको तपाईँलाई भिडियो देखाइदिइहालेको छु होइन। त्यहाँनिर कन्ट्याक्ट गर्नुहोस्, आउनुहोस्। अन्त हाम्रो गाउँठाउँमा यसो बस्नुहोस्। अब धान रोप्ने बेला हुन्छ है। धान रोप्ने बेलामा चाहिँ एकदमै मजा आउँछ असारको टाइममा। तपाईँहरू पनि आउनु सक्नुहुनेछ हाम्रो बस्ती एरियामा। लु हेर्नुहोस् है कस्तो दामी छ। हेर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस् मेरो भिडियो पनि होइन। अनि यो चाहिँ हाम्रो पुरानो घर। हामी यो घरबाट चाहिँ 2 वर्ष भयो परको नयाँ घरमा सरेको। तर कम्प्लिट चाहिँ भइसकेको छैन। चाहिँ पुरानो घरको वरिपरि चाहिँ यस्तो छ। हाम्रो खेतीबारी चाहिँ यहीँनिर छ हो। थ्याङ्क यू। हेर्नुहोस् है मकै बारीहरू। पुरा भिडियो हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। मेरो भिडियोलाई पनि मन पराइदिनुहोस् है। Thank you for watching. Bye bye.